नवलपरासी जिल्लाको तमसरिया गाविस वडा नम्बर 6 मा छलफल कक्षाका सहभागीहरूले आफ्नै वडामा बाल विवाह भएको बारे थाहा पाए। बाल विवाह विरुद्ध गाउँमा अभियान नै चलाएका यी महिलाहरूले आफ्नै वडामा भएको यस घटनालाई जसरी पनि सम्बोधन गर्नुपर्छ भन्ने अठोट गरे। बाल विवाह गरेकी बालिकालाई कावासोतीतिर लगेर राखिएको छ भन्ने थाहा पाएपछि छलफल कक्षाका 8-9 जना महिलाहरू त्यही पुगे। उहाँ पुग्दा चाहिँ त्यहाँबाट त्यो केटाले अन्तै भगाएर लैसके रहेछ, त्यो हामी गएको भन्ने थाहा भएर त्यहाँबाट चाहिँ अन्तै लैसके रहेछ। बालकको भाउजूको सहयोग लिई बालक र बालिका दुवैलाई पत्ता लगाएर आफ्नै वडामा झिकाइयो। छलफल कक्षाका सहजकर्ता र सहभागीहरूले बाल विवाहको त्यस घटनालाई गाउँमै सुल्झाउने कोसिस गरे, तर त्यो सम्भव भएन। त्यसपछि उनीहरूले गाउँमा भएको प्यारालिगल कमिटी र प्रहरी चौकी दुवै ठाउँमा निवेदन दिए। बालक र बालिका अनि उनीहरूका अभिभावकहरूलाई प्रहरी चौकी मार्फत झिकाइयो। गाविसको सचिवलाई पनि यस घटनाबारे जानकारी गराइयो र उनी पनि चौकीमा आए। बालक र बालिका दुवैलाई राम्रोसँग सम्झाइ बुझाइ गरेपछि अन्तमा उनीहरूले आफूले गल्ती गरेको महसुस गरे। केटाकेटीले पनि मन्जुर के भन्यो, अब तब यस्तो छ भने हामीलाई थाहा भएन, यस्तो हो भनेदेखि अब हामीहरू उमेर पुगेपछि बिहा गर्छौँ। यदि हामी उमेर पुगेपछि बिहा गर्ने हाम्रो इच्छा पछि भएन भने हाम्रो आफ्नो तरिकाले बिहा गर्छौँ र अब यस्तो हामीले अन्जानमा हाम्रो यस्तो गल्ती गरौँ, हाम्रो यस्तो थाहा थिएन। सबैको सहमतिमा सबै छलफल गरेर सबै उहाँहरूको राजी खुसी साथ हाम्रो आफ्नो बाबुआमाले केटीको बाबुआमाले र केटी बाबुआमाले आफ्नो जिम्मा आफ्नो बुझेर आफ्नो घरमा लिएर जाइदिनु हो। बालिकाको उमेर नपुगुन्जेल माइतमै राख्ने र उमेर नपुगी दुवैले बिहे गर्न नपाउने लिखित कागज नै बनाइयो। हाल बालक र बालिका आफ्नो घरमा बसिरहेका छन्। मेरो अधिकार मेरो आवाज कार्यक्रम मार्फत सञ्चालन गरिएको सचेतना कार्यक्रमले गर्दा बाल विवाह गराउन नहुने रहेछ भन्ने कुराबारे तीनै जिल्लाका पण्डितहरू पनि सचेत भएका छन्। सानोमा उमेर पुग्दैन, बुद्धि कम हुन्छ, त्यस पछाडि केही शरीर पनि बिग्रिन्छ, त्यसका बालबच्चा पनि बिग्रिन्छन्, आफै पनि बिग्रिन्छ, अनि संसारै सब बिग्रिँदै जान्छ भनेर बाल विवाह गर्न हुँदैन भन्ने हामीले त्यसरी बुझेका छौँ। फलस्वरूप कतिपय गाविसहरूमा बाल विवाहको संख्या पनि कम भएको सम्बन्धित अधिकारीहरू बताउँछन्। पहिलाको भन्दा अहिले धेरै नै बाल विवाह रोकिएको छ। त्यस्तो अहिले खासै पहिलाको अनुपातमा अहिले त्यति निवेदन पनि परेका छैन र त्यस्तो पनि छैन। छलफल कक्षाका महिलाहरू भविष्यमा पनि बाल विवाहको घटना भए त्यसलाई रोक्ने सोच लिएर बसेका छन्। बाल विवाह सकेसम्म हामीले नगरौँ, कसैलाई बाल विवाह गर्न हुन्न भनेर सल्लाह सुझाव दिइराखेका छौँ। हामी पनि गाउँमा भनिरहेछौँ, अब केही गरी भइहाल्यो भने पनि अब सकेसम्म नगरौँ त भने हामी के अरे अब भइहाल्यो भने पनि रोक्ने प्रयास चाहिँ गर्नेछौँ भन्ने आशा छ। बाँकेको महादेवपुरी गाविसकी अञ्जना विष्ट उनको गाउँको छलफल कक्षाकी सहभागी हुन्। छलफल कक्षामा आइसकेपछि उनले महिलाहरू स्थानीय संरचनाहरूमा जानुको महत्त्व बुझिन् र संरचनामा गएर नेतृत्व क्षमता प्रदर्शन गर्ने अठोट पनि गरिन्। छलफल कक्षाका अन्य सहभागीहरूको साथ र सहयोग पाएपछि उनी स्थानीय सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष पदमा बसेर काम गर्न सुरु गरिन्। 11 सदस्य त्यस समितिमा हाल 7 जना महिला रहेका छन्। अञ्जना समितिमा गएको बखत समितिको अवस्था राम्रो थिएन। 2.5-3 लाख जति त ऋण नै थियो समितिलाई। नयाँ समितिका पदाधिकारीहरूले समितिलाई भएको ऋण चुक्ता गर्ने उपायहरू खोज्न थाले। वनको तल्लो भागबाट ढुङ्गा गिट्टी ओसार्ने गाडीहरू कुदिरहन्थे। सबै मिलेर सोच्दा उनीहरूलाई वनभित्रबाटै बाटो खन्ने जुक्ति फुर्यो। वनभित्र बाटो खन्दा एकातिर ती गाडीहरूलाई सहज हुन्थ्यो भने अर्कोतिर सो बाटो प्रयोग गरे बापत ठेली उठाएर त्यसबाट आर्थिक स्रोत जम्मा गर्न सकिन्थ्यो। महिलाहरूले यही जुक्तिलाई व्यवहारमा बदले र उनीहरूले बनाएको बाटोबाट हिँडे बापत प्रत्येक गाडीलाई
100 रुपैयाँको ठेली काट्ने नियम पनि बसाए। ठेलीबाट हाम्रो लगभग 4-5 लाख रुपियाँ एक वर्षमा जम्मा भयो। त्यस 4-5 लाखको हाराहारीमा जम्मा भइसकेपछि हामीले त्यो पहिला लाखको जति पनि ऋण थियो त्यो ऋण जति सबै तिरेर त्यसपछि हामीले यो वृक्षारोपण लगभग 10 दिनको हामीले वृक्षारोपण गऱ्यौँ। पहिला झाडी बठान गऱ्यौँ 5 दिनसम्म, त्यसपछि 5 दिनपछि हामीले 5 दिनपछिबाट 5 दिन फेरि हामीले वृक्षारोपण गऱ्यौँ। बाटो निर्माणका लागि छलफल कक्षाका प्रत्येक सहभागीको घरबाट एक जनाले श्रमदान गरे। समितिको जाँगर र सक्रियता देखेर वनमा खाली भएका अन्य ठाउँमा वृक्षारोपण गर्न जिल्ला वन विभागले आग्रह गर्यो र त्यसका लागि चाहिने बेर्ना र स्रोत दिने कुरा पनि बतायो। त्यसै अनुरूप बाँकी खाली ठाउँमा पनि वृक्षारोपण गरियो। अहिले त वृक्षारोपण गरेको आधा जस्तो स्थानमा तारबार समेत भइसकेको छ। वन जङ्गलहरूमा पनि अब पहिला कस्तो थियो, पुरै झाडी मात्रै, यो पुरै दिशा गर्ने ठाउँ गराएको थिए, यो क्षेत्रमा जान नसकिने थियो। अहिले कति सफा छ, अब कति राम्रो बिरुवा पनि हुर्किरहेछ। अर्को साल हुने आम्दानीबाट 4 कोठे सामुदायिक भवन बनाउने अन्जना र उनका साथीहरूको योजना छ। दुई 2072 साल वैशाख 12 गते काठमाडौँ र यस वरिपरिका जिल्लाहरूमा ठूलै भूकम्प गयो। राष्ट्रिय संकटको त्यस घडीमा आफूहरू चुप लागेर रमिते भएर मात्र बस्नु हुँदैन भन्ने महादेवपुरी वडा नम्बर 9 मा रहेको छलफल कक्षाका महिलाहरूलाई लागिरहेको थियो। यतिकैमा आफ्ना गाविसका सचिवले उनीहरूलाई बोलाई राहत संकलन गर्नका लागि पहल गर्न अनुरोध गरे। महिलाहरूले छलफल कक्षामा गएर सल्लाह गरे। राहत संकलन गर्नै पर्ने निर्णय गरियो अनि उनीहरू जुटे भूकम्प पीडितहरूका लागि राहत संकलन गर्ने काममा। अब आफ्नो टोलमा पसिसकेपछि प्रत्येक घरमा पुगेर हामी भूकम्प पीडितहरूलाई राहत सहयोग भनेर ब्यानर सहित हामी डुल्यौँ अनि कसैले अब आफ्नो सक्दो उहाँहरूले सहयोग गर्नुभयो। अनि त्यस्तै गरेर सहयोग गरिसकेपछि 1 देखि 9 वटासम्मका सहजकर्ताहरू आफ्नो जिम्मेवारी लगेर आफ्नो छलफल कक्षामा पुगेर अनि आफ्नो टोलमा पुगेर अनि सबैजनाले राहत सङ्कलन गर्यौँ। केही गाउँलेले उनीहरूलाई नमिठा वचन पनि लगाए। कोहीले त चाहिँ माग्न आउनुभयो, तपाईँहरू आफू खानको लागि आफ्नो पेट भरेर स्याग नेपालले दिएको पैसाले पनि नपुगेर अहिले गाउँमा उठाएर खाँदै हिँड्दै गर्नुहुन्छ होला, त्यही भनेर भने। त्यही अब के गर्ने, भन्नेको पछि लागेर भएन। दुखीहरूको सहयोग गर्नु थियो हामीले अनि उहाँहरूको भनाइलाई पनि अब दिनुहोस्, जति सक्नुहुन्छ तपाईँहरू दिनु सक्नुहुन्छ भने खुल्ला मनले दिनुहोस्, जबरजस्ती छैन भनेर हामीले भन्यौँ। तर महिलाहरूले राहत संकलन गरेरै छाडे। उनीहरूलाई धेरैमा 10-20 हजार रुपैयाँ उठ्ला भन्ने लागेको थियो, तर उनीहरूले 44,600 रुपैयाँ संकलन गरेर गाविसमा बुझाए। उहाँहरूले राहत संकलन गरेर गाउँ विकास समितिलाई बुझाउनु भएको थियो र त्यो राहत हामीले जिल्ला दैवी प्रकोपको खाता मार्फत भूकम्प पीडित क्षेत्रहरूमा पठाएका थियौँ। छलफल कक्षाका सहजकर्ता, कार्यक्रमका सामाजिक परिचालक तथा सहभागीहरूको यो योगदानलाई गाविसले पनि कदर गर्यो। स्याक नेपाल प्लस हामी 9 वटाका सहजकर्ता एसएम साथीहरूलाई प्रमाणपत्र सहित संस्था सहित हामी सहजकर्ता एसएमलाई सम्मानित पत्रहरू पनि वितरण गरेको छ। करिब 2 वर्ष अघि कचनापुर गाविस वडा नम्बर 7 टिक्लीपुर स्थित श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन गर्ने समय भएको थियो। अध्यक्ष पदका लागि उठेका 9 जना मध्ये छलफल कक्षाकी ओम कुमारी खत्री एक्ली महिला उम्मेद्वार थिइन्। यस्तो अवस्था देखेपछि पुरुषहरू आफै पछि हटे। अध्यक्ष बनेपछि ओम कुमारीले धेरै राम्रो काम गरिरहेकी छन्। म व्यवस्थापन समितिको अध्यक्ष भएदेखि सर यो एउटा तार बा यस्तो पर्खाल निर्माणको काम गरियो, माटो पटान गरियो। फिल्डमा पुरा खाल्टो थियो, पानी जम्थ्यो, आजभोलि माटो पटान गरियो। अनि एउटा भवन मर्मत गरियो। पहिला भवनलाई त्यही रङरोगन टिना पाताहरू पानी चुन्थ्यो, त्यही छाइयो। अनि कम्प्युटरहरू ल्याइयो, 4 वटा
कम्प्युटर शिक्षा शाखाबाट ल्याइयो सर। नीति नियमहरू चेन्ज गरियो सर, जस्तै समयमा स्कुलमा नआउने सरहरूलाई पनि समयमा आउने नीति नियम लगाइयो। बच्चाहरूलाई पनि स्कुलमा नआउने बच्चाहरूलाई घर दैलो कार्यक्रम गरेर स्कुल पठाउनुपर्छ भनेर उहाँका आमबुवासँग सरसल्लाह लिएर अनि नियमित स्कुल आउने बनाइयो सर। उनको नेतृत्वमा भएका राम्रा कामका लागि उनले विद्यार्थी, अभिभावक र विद्यालय कर्मचारी सबैबाट प्रशंसा पाएकी छन्। पहिला विद्यालयमा पर्खाल पनि थिएन, आजभोलि पर्खाल आएको छ। पहिला विद्यार्थीहरू साना विद्यार्थीहरू विद्यालयबाट घर भागेर जान्थे, आजभोलि भाग्न पाउँदैनन्। आजभोलि उनीहरू पढ्छन्, भाग्न जान पाउँदैनन्। पहिला धारा पुरानो थियो, धारा पुरानो भएकाले धाराबाट फोहोर चिजहरू पनि आउने गर्थ्यो। आजभोलि धारा नयाँ छ, त्यहाँबाट सफा र शुद्ध पानी आउँछ। पहिला चर्फी पनि थिएन, चर्फी भए पनि फोहोर चर्फी थियो, आजभोलि चर्फीको व्यवस्था छ। अहिले पठन पाठनमा पनि केही सुधार भएकै छ। उहाँहरू लगभग हप्तामा एकपटक आएर विद्यालयलाई निर्देशन गर्ने, निरीक्षण गर्ने काम गरिरहनु भएको छ र उहाँले विद्यालयलाई जे होस् टाइम दिनुहुन्छ, राम्रोसँग टाइम दिएर आफ्ना घर जस्तै गरेर विद्यालयप्रति माया छ उहाँको। बैजापुर गाविस बाँके जिल्लाको एउटा दुर्गम गाविस हो। दुर्गम गाविस भएर पनि यस गाविसले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यो गाविस पूर्ण खोपयुक्त मात्र नभई पूर्ण रूपमा संस्थागत सुत्केरी गराउन सफल गाविस पनि भइसकेको छ। अर्थात् यस गाविसका सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएका छन् भने कुनै पनि महिलाले घरमै असुरक्षित तरिकाले बच्चा जन्माउँदैनन्, स्वास्थ्य चौकीमै जान्छन्। बैजापुर गाविसले यी र यस्ता अन्य महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्नुको पछाडि गाउँका छलफल कक्षाका सहभागीहरूको निकै ठुलो योगदान रहेको छ। घर दैलो कार्यक्रम करली, जस्ट नै जानल मनैन सिखैली, बच्चा हुकन पूर्ण खोप लगायो कहिए, छोट लड़कन के डाई हुकन सिखैली। गाविसका स्वास्थ्य केन्द्रका प्रमुख तथा अन्य सरकारवालाहरूले समेत छलफल कक्षाका महिलाहरूले दिएको योगदानको सराहना गरेका छन्। हामीले बैजापुर गाविसको 3वटा वडामा हामीले यो कार्यक्रम को लागि 3वटा वडा छनौट गर्यौं। प्रत्येक वडामा चाहिँ एउटा वडामा 20वटा घरको दरले र्यान्डम स्याम्पलिङहरू गरेर अनि 1 वर्ष मुनिका बच्चाहरू छुटेको छ कि छैन भनेर उहाँहरूले त्यो रिपोर्ट हामीलाई दिनुभयो। त्यो रिपोर्टमा बच्चाहरू छुटेको देखिएन। गाविसमा गर्भान्तर र जन्मान्तरको अवस्था पनि सुधारिएको छ। यो बैजापुर गाविसमा हेर्ने हो भने अहिले बर्थ रेट जन्मदर नै 50% जति हाम्रो यस बैजापुर गाविसमा घटिसकेको छ। एउटा छोरा छोरीमा पनि विभेद एकदम घटेर गएको छ। उहाँहरूले हाम्रो यस बैजापुर गाविसमा परिनियोजनको प्रयोग दर पनि अधिक छ। स्वास्थ्य क्षेत्रमा यी उपलब्धि हासिल गर्नका लागि छलफल कक्षाले निकै सहयोग पुर्याएको छ। उहाँहरूले गर्दाखेरि नै अहिले हाम्रो वास्तवमा बुझेका छन् सुत्केरी गर्भवती भएदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुन जानुपर्छ, सबै विभिन्न किसिमका स्वास्थ्य सेवाहरू पाइन्छ, 4 चोटि जचायो भने 400 पाइन्छ, यातायात खर्च पाइन्छ भनेर उहाँहरूले छलफल कक्षामा पनि राम्रोसँग सञ्चालन गर्नु भएको छ। उहाँहरूले गर्दाखेरि हामीलाई धेरै सहयोग भएको छ। यति मात्र होइन, ती महिलाहरूले आफ्नो गाउँको सडकमा गिटी बिछ्याउने र सामुदायिक भवन बनाउने सम्मका कामहरू गरेका छन्। सडकमा गिटी बिछ्याउन ती महिलाहरूले निकै कडा मेहनत गरे। केकरो नहीं ले ली, हमरे अपने कर ली, सब अपने लोड करे जाए। ट्रैक्टर भर और वाहन के हो गई कहाँ ट्रैक्टर आवे ना काम करे, यहाँ हमारे बनो में हमारा डगरा सब बिगाड़ देते हैं। बस हमरे के लिए हमारा डगर बना दे, वो जत्रा ले जाना हुई सब ले जाए वो क्यों कह के हमरे के लिए। तब हमरे अपने महिला सब अपने लोड करे गेली, अपने गली में गराबिल बिछैली।
अझ भवन बनाउनका लागि उनीहरूले मेहनत मात्र गरेनन्, स्रोत जुटाउने कामसम्म गरे। सामूहिक कार्य काम हो एउटा समूह महिला मिलके बनैली नै सबको जाने मिलके बनैली। मोटर से हमरे गेल रही, गिट्टी उट्टी लोड करे गेल रही, बालुआ लोड करना रहे और प्रत्येक महिला समूह मन बैठल वाला 100 रुपये डाल के उठैली। तो वह उठायल पैसा से सीमेंट किन के बलक बनैना करली। आजभोलि गाउँमा गरिने सबै बैठक, गोष्ठी र छलफल त्यही भवनमा गरिन्छन्। साबिक रामघाट वडा नम्बर 2 र हाल भेरी गंगा नगरपालिका वडा नम्बर 13 का छलफल कक्षाका महिलाहरूले छलफल कक्षामा आफ्ना समस्याहरूबारे छलफल गरे। आर्थिक समस्या पनि उनीहरूले भोगिरहेको एउटा प्रमुख समस्या हो भन्ने कुरामा सबैजना सहमत भए। सबैको परिवारमा बेला बेलामा आर्थिक समस्या परिरहन्थ्यो। अनि अर्को कुरा, परिवारमा भएको स्रोतबारे उनीहरूका श्रीमानहरूले मात्र निर्णय गर्ने गर्थे। उनीहरूले आफूहरूलाई आर्थिक रूपमा सशक्त बनाउने निधो गरे। छलफलकै क्रममा तरकारी खेतीको सम्भावनाबारे कुरा भयो। सबैजनालाई यो विचार मन पर्यो र उनीहरू लागे यसलाई व्यवहारमै उतार्न। जमिन सबैजसो सहभागीहरूसँग धेर थोर छँदै थियो, तर सिँचाइको भने समस्या थियो। तल भेरी नदीमा कञ्चन पानी 12 मास त्यसै बगेर गइरहन्थ्यो। माथि उनीहरूको खेत भने पानीको अभावमा पटपटी फुटेको हुन्थ्यो। जहाँ इच्छा त्यहाँ उपाय भने झैं ती महिलाहरूले यो समस्याको हल गर्ने जुक्ति निकाले। सो जुक्ति थियो मोटर जडान गरेर तलको पानी माथि ल्याई सिँचाइ गर्ने। विचार त गजब थियो, तर यसलाई साकार कसरी बनाउने? छलफल कक्षाका महिलाहरूले त्यसको लागि पनि जुक्ति निकाले। उनीहरू गाविस गएर सिफारिस लिए र जिल्ला कृषि कार्यालयमा गएर मोटर जडानका लागि सहयोग गरिदिन प्रस्ताव पेश गरे। जिल्ला कृषिमा प्रस्तावहरू त धेरै आउने रहेछन्, प्रतिस्पर्धा कडै हुने रहेछ, तर महिलाहरूको उत्साह र जागरको अगाडि कसैको केही लागेन। अब हाम्रो माग यो छ है भनेर सरहरूलाई र म्याडमहरूलाई पनि त्यहाँ कुरा जानकारी गराइसक्यौँ। आवश्यक भयो भनेर पहिले कुरा गऱ्यौँ र पटक पटक घर आइसक्यो भने हामीले फोनद्वारा पनि हामीले जानकारी गरायौँ। कृषि कार्यालयबाट उनीहरूको प्रस्ताव पास भयो र उनीहरूले 85,000 रुपैयाँ सहयोग स्वरूप पाए। उहाँहरूले धेरै चासो गर्नुभएको छ, उहाँहरूलाई हामीले दिनुपर्छ है, कार्यक्रम हाल्नुपर्छ भनेर धेरैजनाहरू हुनुहुन्छ। त्यति मध्ये पनि तपाईँहरूलाई कार्यक्रम पारिदियो, हामीले पास भयो भनेर यसरी बोल्नुभयो म्याडमहरू सरहरू, हामी पनि खुसी भयौँ। तर त्यो पैसाले सबै कुरा गर्न पुग्थेन। जडान गर्न प्राविधिक ल्याउनु पर्थ्यो, पानीका पाइपहरू टोल टोलमा पुर्याउनु पर्थ्यो। महिलाहरूले फेरि छलफल कक्षामा बसेर सल्लाह गरे। कक्षाका प्रत्येक सहभागीबाट 2500 रुपैयाँ उठाउने निधो भयो। त्यस पछाडि हामीले यहाँ दिदीबहिनीहरूलाई फेरि आवश्यक पर्यो, हामीले फेरि मिटिङ बसालेर छलफल गरेर यही छलफल क्लासमै बसेर पैसा उठाउनु पर्यो है भन्यौँ र दिदीबहिनीहरूले पनि हुन्छ अब उठाउँ भन्नुभयो। पैसा उठ्यो, काम सफल भयो। छलफल कक्षाका धेरै महिलाहरूले आजभोलि तरकारी खेती गरिरहेका छन्। तरकारी खान मात्र भएको छैन, खाएर बचेको बेचेर आम्दानी पनि गरेका छन्। यहाँको चाहिँ दिदीबहिनीहरूले बनाएको, छोरीहरूले बनाएको तरकारी पनि आइरहेको छ। अनि यहाँको त ताजा पाइयो, त ताजा पाउनु धेरै राम्रो छ, धेरै प्रकृति राम्रो छ। यो गरेपछि छोरीबहिनीहरूले राम्रो छ। त्यसले हरेकको परिवारको गर्जो टरेको छ। मैले 20,000 को तरकारी बिक्री गरेँ, घर खाएर पनि अब आफ्ना पाहुनाहरू यताउति मानेर आफन्तहरूलाई मानेर पनि मैले 20,000 को तरकारी बिक्री गरेँ। र त्यस्तै दिदीबहिनीहरू लगभग 7-8 जना दिदीबहिनीहरूले अनि मेरो बराबरी तरकारी बेच्नु भएको छ। अहिले रामघाट वडा नम्बर 2 का महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन्। फरक त धेरै फरक लाग्छ। अब हामी बजार घुम्न जान लाग्यो भने श्रीमानसँग छोरासँग माग्नै परेन, आफै आफ्नो निर्णय गरेर हामी बजारमा गएर हामीले आफ्नो लाउने कपडा र आफूले खाने तरकारीहरू के ल्याउनु पर्छ सामानहरू ल्याउन सक्छ महिला, आफूलाई मन लागेको कुराहरू। श्रीमानहरूलाई माग्दाखेरि त के चाहियो र तिमीलाई पैसा,
अहिले के चाहिएको छ घरमा भगै त छ भन्ने कुरा भन्नुहुन्थ्यो। आवश्यक धेरै हुन्थ्यो। फेरि परिवारको आर्थिक स्रोत तथा आम्दानीमा महिलाको पनि हक चल्ने भएको छ, किनकि महिला आफै अग्रसर भएर परिवारको आर्थिक जिम्मेवारी समेत वहन गर्न सक्ने भएका छन्। आफ्नो पासमा पैसा छ तर श्रीमान कार्न जानुहुन्छ, 1-2 पटक त भन्न दिन्छु म। त्यस पछाडि लाउनु पैसा मसँग छ भन्छु कि यसरी भन्छु मैले, किनभने दुःख हुन्छ नि पैसा नभएको बेला भन्ने कुरा मैले पहिल्यै बुझेको छु मैले। भविष्यमा तरकारी खेती अझ व्यवस्थित तथा बृहत रूपमा अघि बढाउने योजना यी महिलाहरूले बनाए। यसका लागि एउटा मोटरले मात्र पुग्दैन भन्ने कुरा उनीहरूलाई थाहा थियो, तर सधैँ एउटै कार्यालयमा सहयोग मागिरहन उनीहरूलाई उचित लागेन। त्यसैले छलफल कक्षाका महिलाहरूले नेपाल सरकारकै उच्च मूल्य कृषि वस्तु विकास योजनाको कार्यालयमा गएर फेरि अर्को प्रस्ताव पेश गरे। महिलाहरूको जोस र जाँगर देखेर योजनाले 5 लाख रुपियाँ सहयोग गर्ने निर्णय गर्यो। अब हाम्रो 39,000 उठाउनु पर्छ, हाम्रो पैसा खातामा हाल्न, त्यो भाउचर लगेपछि मात्रै हामीले खातामा 2.5 लाख रुपियाँ हालिदिन्छौँ भनेर हाइभेल्यूको सरले भन्नुभएको छ, म्याडमले भन्नुभएको छ। त्यो मध्ये पनि हाम्रो 5 लाख रुपियाँ 3 किस्ता भएर आउँछ। धनकुमारी सहित कक्षाका केही महिलाहरू परियोजनाको कार्यालयमा गएर भर्खरै मात्र सम्झौतामा हस्ताक्षर गरेर आएका छन्। यस सहयोगबाट उनीहरू अझ हौसिएका छन्। धेरैभन्दा धेरै हामी तरकारी खेती गर्ने अब हाम्रो सोच छ। यहाँभन्दा पनि धेरै अब हामीले आउँदा दिनहरूमा तरकारी खेतीहरूमै सबै खेती किसान अरू लाउनु भन्दा पनि तरकारी खेती मात्रै गर्ने र दिदीबहिनीहरू सम्पन्न हुने भन्ने कुराहरू हामीले अहिले ठानिसकेका छौँ। उनीहरूले गरेको यो पहलबाट महिलाहरूले धेरै कुरा सिकेका छन्, अझ परिपक्व भएका छन्। काम नगर्ने आवश्यक पनि हुँदैन अनि समस्या पनि हुँदैन, समस्याको समाधान पनि हुँदैन भने अहिले समस्या पनि परिरहन्छ, समस्याका समाधान पनि हुँदै गएका छन्। सामाजिक विकास गर्दै आफ्नो र आफू जस्ता अन्य महिलाहरूको स्तर उकास्ने काममा अझै अगाडि बढिरहने उनीहरूको लक्ष्य रहेको छ। हामी अगाडि बढ्नेछौँ, पछाडि कहिले पनि हट्ने छैनौँ भन्ने कुराहरू गर्ने लागिरहेछ हाम्रो। लेखफर्सा गाविस सुर्खेत जिल्लाको एउटा दुर्गम गाविस हो। गाविसको अधिकांश भाग पहाडी छ, जसले गर्दा आवत जावत गर्न निकै कठिन हुन्छ। वडा नम्बर 6 मा रहेको गाविसको स्वास्थ्य चौकीमा पुग्न अन्य वडाका मानिसहरूले लामो पैदल यात्रा गर्नुपर्छ। स्वास्थ्य चौकी टाढा भएकोले सामान्य उपचारका लागि पनि धेरै हिँड्नुपर्ने बाध्यता छ। यही समस्यालाई केही हदसम्म भए पनि हल गर्न वडा नम्बर 1, 2, 3 र 4 का छलफल कक्षाका महिलाहरूले 4वटा वडालाई पाएक पर्ने वडा नम्बर 3 मा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गर्ने विचार गरे। यस्तो केन्द्र स्थापना गर्न सबैभन्दा पहिला भवन आवश्यक हुन्थ्यो। त्यसका लागि 4 वडाका मानिसहरू सम्मिलित एउटा 7 सदस्यीय भवन निर्माण समिति बनाइयो। छलफल कक्षाका 4 महिला पनि समितिमा बसे। उनीहरूले गाविसबाट महिलाका लागि भनेर छुट्याइएको 1 लाख रुपियाँ र पुँजीगत थप 50,000 रुपियाँ भवन निर्माणका लागि निकासा गर्न सफल भए। तर यति पैसाले भवन बनाउन सम्भव थिएन। त्यसैले छलफल कक्षाका सबै महिलाहरूले श्रमदान गरे। यहीँका बासिन्दाले प्रासो सहयोग सबै गरे। जुताई भनौँ, गिट्टी, बालुवा, ढुङ्गा खरिदहरू सबै लगभग यहीँका जनताले प्रासो गरियो। लगभग एक घरले 20 पाथी बराबरको बालुवा खरिद गरियो, ढुङ्गा सङ्कलन गरियो। आधा श्रमदान र आधा केही पैसा लगानी गरेर भवन निर्माण गरेका हौँ सर। मेहनतको फल मिठो हुन्छ भने चाहिँ आज उनीहरूको आँखा सामुन्ने एउटा सुन्दर भवन खडा भएको छ। यो सञ्चालनमा आउन अझै केही समय लाग्नेछ। सबै काम सकिएको छैन, तर उनीहरू यसलाई जसरी पनि पूरा गर्न लागि परिरहेका छन्। यस सामुदायिक स्वास्थ्य इकाइ केन्द्र सञ्चालनमा आएपछि यस गाविसका 4वटा वडाका मानिसहरूलाई डेलिभरी गराउन लगायतका स्वास्थ्य सेवा लिन सहज हुनेछ। कलकसो रातिमा डेलिभरी गराउन पनि एकदम समस्या पर्छ। बाटो अब सानो यो स्ट्रेचरमा बोकेर लग्न पनि एकदम अप्ठ्यारो छ। एउटा गर्भवती जाँच गर्नको लागि पनि 4-5 घन्टाको बाटो हिँडेर तल जानुपर्ने अवस्था चाहिँ आउँदैन। यहाँ सञ्चालन भयो भने जे यहाँका दिदीबहिनीहरू सबैलाई सजिलो हुन्छ।
यसरी नेपालको पश्चिम तथा मध्यपश्चिम क्षेत्रका यी 3 जिल्लाका महिलाहरूले आफ्ना समुदायमा उदाहरणीय काम गरेर देखाएका छन्। उनीहरूले सङ्गठित भएर काम गर्न र आफ्ना अधिकारका लागि आवाज उठाउन सिकेका छन्। स्थानीय समस्याको समाधान गर्न, स्थानीय स्रोतमा पहुँच बनाउन तथा नीति निर्णयमा आफ्नो सरकारलाई स्थापित गराउन मात्र होइन, स्थानीय संरचनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सफल भएका छन्। फलस्वरूप उनीहरूका आफ्ना परिवार तथा स्थानीय समाजको शक्ति संरचनामा तात्विक फरक आएको छ। उनीहरूमा आएको परिवर्तन र उनीहरूले गरेका कामबाट अन्ततः महिलालाई मात्र होइन, समग्र परिवार तथा समाजलाई फाइदा पुग्ने रहेछ भनेर पुरुषहरूले पनि बुझ्न थालेका छन्। सामाजिक प्रभाव पार्न पनि सफल भएका छन्, किनभने उनीहरू समाजमा एकजुट भएर काम गर्ने बाटो बनाउन सफल भएका छन्। उनीहरू एक्लै कुनै पनि काम गर्न सकिन्न, समूह भयो भने जो पनि काम गर्न सक्छौँ भने उदाहरणीय भूमिका देखाउन सफल भएका छन्। त्यसैले पनि उनीहरूकै समुदायका पुरुष तथा समाजका अगुवाहरूले पनि आजभोलि यी महिलाहरूको कामको सराहना गर्न थालेका छन्। महिलालाई हेर्ने उनीहरूको दृष्टिकोणमा परिवर्तन आएको छ। समाजलाई त अब धेरै फाइदा भएको छ। अब पहिला जस्तो अब फटाफट काम गर्थे, अहिले सक्रिय भएर कसैको अब धान गहुँ काट्न जान्छन् एउटै सक्रिय भएर जुटेर, अनि जुन काम परे पनि त्यही सल्लाह सुझाव राम्रोसँग गर्छ। तर सबैभन्दा ठुलो कुरा आफूहरूमा आएको परिवर्तन र त्यसले पारेको फरकबारे उनीहरू स्वयंले महसुस गरेका छन्। केही नसिकेर नबुझेको र बुझिसकेपछिको जीवन धेरै फरक हुँदो रहेछ कि सर। कसरी आफू समाजमा कस्तो परिस्थितिमा कसरी त्यो प्रस्तुत हुने, कसरी कहाँनिर के बोल्ने भन्ने कुराहरू पनि त्यो सिकाइबाट नै, त्यो अनुभवबाट नै सिकिँदो रहेछ कि सर। यी महिलाहरू कार्यक्रम सकिसकेपछि पनि आफ्नो काम, आफूहरूले सुरु गरेका पहलहरूलाई निरन्तर जारी राख्ने कुरामा विश्वस्त छन्। सधैँभरि एउटै संस्थाले चलाएर चलिरहने होइन सर। उसले त आएर ज्ञान सिप दिने हो सर, अनि त्यसलाई चाहिँ हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा हो। कस्तो भने यही छलफल कक्षाबाट हामीले एउटा समूह पनि बचत समूह गराएका छौँ सर, अनि त्यस पछाडि अरू पनि धेरै समूहहरू छ, त्यसमा पनि सामेल भएका छौँ। अनि रहेको कुरा अब कसरी गर्ने भने अब अहिले त संस्थाले पैसा दिएर चलेको छ, तर पछि पनि हामी चाहिँ यसरी नै अब केही समस्या पऱ्यो भने महिलाहरू जुन सङ्गठन भएको छ त्यसलाई चाहिँ हामीले अहिलेको जस्तो निरन्तर चले जस्तो दिनदिनै क्लास नचले पनि हामी चाहिँ प्रत्येक महिनामा एकपटक बैठक बस्ने होइन, के भन्छ समस्याहरू के गर्ने, त्यसलाई चाहिँ कसरी छलफल गर्ने भनेर चाहिँ हामी एकजुट भएर लागि नै रहनेछौँ पछिसम्म पनि। कार्यक्रम सञ्चालन भएका सबै गाविसका विद्यालयमा बालबालिकाहरूलाई संलग्न गराएर बाल स्वास्थ्य समिति गठन गरेको थियो। ती बाल समितिहरूले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न तथा उनीहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त बनाउन विभिन्न क्रियाकलाप गर्यो। बाल स्वास्थ्य समिति गठन भइसके पश्चात हामीले वडा स्तरीय बाल नेटवर्क गठन गर्यौँ र त्यसमा सरकारबाट प्राप्त हुने 2,47,000 बजेटलाई चाहिँ कहाँ कहाँ खर्च गर्ने भनेर हामीले कार्ययोजना बनायौँ र त्यसअनुसार हामीले बाल स्वास्थ्य समितिमा लगाइसकेदेखि हामीले सम्पूर्ण काम गरेर रामगढ गाविसमा भएका सम्पूर्ण अशक्त बालबालिकाहरूलाई प्रोत्साहन हुने खालका कार्यक्रमहरू सञ्चालन गर्यौँ। सुर्खेतकी मीना बस्नेत आफ्नो विद्यालयमा गठित बाल स्वास्थ्य समितिमा बसेर काम गरेकी थिइन्। हामीले बाल स्वास्थ्य समितिमा बसिसकेपछि विद्यालयमा सर्वप्रथम हामीले सरसफाइ कार्यक्रम सञ्चालन गर्यौँ। हाम्रो विद्यालयमा हामीले खुल्ला दिशा पिसाब मुक्त गर्नको लागि हामीले र्याली पनि सञ्चालन गर्यौँ र स्वास्थ्य चौकीमा गएर निःशुल्क स्वास्थ्य सेवा पाइन्छ भनेर स्वास्थ्य चौकीबाट विद्यालयमा हामीले प्राथमिक उपचारको बाकस लिएर विद्यालयमा अहिले ज्वरो आउने, टाउको दुख्ने समस्याहरू विद्यालयमा नै त्यो समस्याको औषधिहरू विद्यालयमा वितरण गर्ने गर्यौँ। मेरो अधिकार मेरो आवाज कार्यक्रमले उनको क्षमता विकास मात्र गरेन, भविष्यमा सामाजिक क्षेत्रमै काम गर्ने
प्रेरणा पनि दिएको छ। मेरो जीवनको लक्ष्य नेता बन्ने छ भन्नुपर्दा अब बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक नेता बन्नु मन छ। बालबालिकाको केही सहयोग पुर्याउनको लागि नेता बन्ने मेरो लक्ष्य छ। अहिले यो कार्यक्रमले मलाई धेरै बोल्न सक्ने बनायो। यस्तो नेता हुनको लागि चाहिने गुणहरू पनि म बिस्तारै आफूमा नभएका गुणहरू पनि थप्दैछु। मेरो अधिकार मेरो आवाज कार्यक्रमले लक्षित वर्ग तथा समुदायलाई मात्र होइन, कार्यक्रम सञ्चालन गर्ने स्थानीय साझेदार संस्थाहरू तथा यस कार्यक्रम कार्यान्वयन गर्ने कार्यमा संलग्न कर्मचारीहरूलाई पनि उत्तिकै फाइदा पुर्याएको छ। संस्थागत विकासमा पनि धेरै सहयोग पुग्यो, किनभने संस्था एउटा सीमान्तकृत क्षेत्रमा काम गरेको एउटा वाम चाहिँ अहिले मेरो अधिकार मेरो आवाज कार्यक्रम अन्तर्गत पनि एकदमै चिनिन सफल भयो। त्यो सँगसँगै कार्यक्रमहरू पनि सीमान्तकृत महिलाहरूका लागि महिला संस्था वामले यो कामहरू गरेका छ भनेर एउटा जिल्ला लेभलदेखि लिएर केन्द्र लेभलसम्म पनि चाहिँ हामी एउटा यही कार्यक्रम अन्तर्गत पनि चिनिन महसुस भएका छौँ। मेरो अधिकार मेरो आवाज आएदेखि हामी म लगायत संस्था लगायत अनि सबै हरेक तह र तबकामा चाहिँ मानवीय स्रोतको विकास भयो र सँगसँगै नीति नियममा चाहिँ परिमार्जन भएकोमा चाहिँ हामी चाहिँ महसुस गरेका छौँ, जसले गर्दा चाहिँ अहिले आएर चाहिँ होइन स्याकले चाहिँ अनि मेरो अधिकार मेरो आवाज भनेर चाहिँ अनि निर्धक्कका साथ चाहिँ अनि मजाले चाहिँ प्रस्तुति गर्न चाहिँ सक्छ भन्ने चाहिँ मलाई लाग्छ। यस कार्यक्रमबाट चाहिँ मलाई आफ्नो व्यक्तित्व विकास सँगसँगै आफ्नो सामाजिक हरेक क्षेत्रमा चाहिँ सहयोग पुगेको छ। महिलाहरूले केही पनि गर्न सक्दैनन् भन्ने जुन समाजको जुन पुरुषहरूको सोचाइ छ नि, त्यो सोचाइ बिस्तारै परिवर्तन हुँदै गएको छ। अहिले महिलालाई हेर्ने दृष्टि नै फरक छ। पहिले म आमा बुवाको नामबाट मात्रै चिनिन्थे र अहिले चाहिँ यस्तो काम गर्न लागि चाहिँ भनेर पनि गाउँका व्यक्तिहरूले मेरो सीता नामबाट भनेर चिन्नु भएको छ र हाम्रो गाउँघरमा यति परिवर्तन भएको छ। त्यसैले ती संस्थाहरूले पनि यस कार्यक्रमले थालेका काम र पहलहरूलाई भविष्यमा यथासम्भव निरन्तरता दिने सोच बनाएका छन्। हामीले यही निरन्तरता दिनको लागि दिगोपना दिनको लागि चाहिँ उहाँहरूलाई सहकारी मार्फत पनि त्यहाँ एउटा जोड दिने होइन, सहकारीमा चाहिँ समन्वय गराइदिने, सँगसँगै एउटा छलफल केन्द्र छ। छलफल केन्द्र सँगसँगै पनि उहाँले एउटा समुदाय लेभलमा आफ्नै एउटा किसिमको चाहिँ परिचय गराएर आफ्नै समन्वय बढाएर काम पनि गर्नुभएको छ। त्यसरी चाहिँ यो दिगोपनालाई र संस्थाले पनि केही सहकारीसँग चाहिँ समन्वय गरेर सहयोग गर्ने पनि त्यो राखेको छ। संरचना लेभलमा चाहिँ गइसक्नु भएको छ महिलाहरू होइन, उहाँ आफै सङ्गठित हुनुहुन्छ। हामी स्थानीय स्रोतलाई कसरी परिचालन गर्ने, नागरिक वडा मञ्चमा हामी कसरी जाने, हाम्रो प्रतिनिधित्व कसरी गर्ने भनेर उहाँ त्यो क्षेत्रमा पनि गइरहनु भएको छ भने अब अर्को सँगसँगै स्थानीय स्तरमा पनि हामी त्यस्ता स्रोतहरू छन्, त्यो स्रोत परिचालन चाहिँ गर्न सक्ने हुनुभएको छ। त्यो साह्रै परनिर्भर चाहिँ त्यस्तो भएको अवस्था चाहिँ मैले देख्दिनँ अहिले चाहिँ। अब आगामी दिनमा यो समुदायलाई कसरी रूपान्तरण गर्न सकिन्छ, हाम्रो समुदायलाई कसरी विकसित गर्न सकिन्छ भन्ने सवालमा चाहिँ म सामाजिक सामाजिक सेवाका माध्यमबाट नै एडभोकेसीको माध्यमबाट नै समाज रूपान्तरणको पाटोमा चाहिँ म लागिरहन्छु र मेरो लाग्ने चाहिँ इच्छा पनि त्यही हो। कार्यक्रमको दौरान पूर्ण सहयोग र समर्थन गर्दै कार्यक्रमको प्रभावकारिता प्रत्यक्ष देखेका स्थानीय सरकारी निकायहरूले पनि कार्यक्रमको अपनत्व लिई यसले सुरु गरेका कामलाई दिगो बनाउने तत्परता देखाएका छन्। यो त हाम्रो आफ्नै कार्यक्रम हो, यो आफ्नै स्थानीय निकायको कार्यक्रम हो, जनताको कार्यक्रम भएको कारणले गर्दाखेरिमा चाहिँ यसलाई हामीले चाहिँ आँखा चिम्लेर बस्नुपर्ने अथवा चाहिँ त्यत्तिकै चाहिँ हात खुम्च्याएर बस्ने अवस्था रहँदैन। भेटिएका प्रमाणहरूका आधारमा के भन्न सकिन्छ भने मेरो अधिकार मेरो आवाज कार्यक्रमले यी दूर दराजमा रहेका गाउँ बस्तीहरूमा सुरु गरेका ससाना तर दूरगामी प्रभाव पार्ने क्रान्तिहरू कार्यक्रम सकिए पनि निरन्तर रूपमा अघि बढिरहनेछ, यी गाउँ बस्तीहरूलाई कान्तिमय बनाउँदै।